काम चाहिँ गर्नु ढङ्ग परिवार नगर्ने के त्यो यता यता गरौँ नि त्यो यतिकैमा दिनमै जित्यो गर्नु राम्रो यो बोट पनि ओखल्दै हुन्छ यो किन राखे यो अगाडि अनि यो अचार खानु परेन यो सिलाम भनेको यही हो यो बोटको अचार खाने बोटको होइन फल खानु परेन के थाहा छोरो छैन एक बित्ता यति टुक्रो जति खनेको थिएँ मलाई वर्ष दिन भरले पुग्छ है भनेर हिँड्यो के अब त्यस्ताको त बाउ मलाई वर्ष दिन भरले अहिलेसम्म तपाईँले यो के चिज भन्ने चिन्या होइन अनि नाम थाहा छ तपाईँलाई यस यत्रो जग्गा बोटमा आएकोले कति अचार खानु त अनि अनि यसमा त आधा मानो आउँछ आधा मानो मेरो 2 बिहान जति घाँसे पोर यहाँ आधा मानो आउँछ फल्न पर्यो भने धेरै चाहियो रातो टिपेर त्यत्रो बोट आजमा सिलाम आयो भने त सिलाम खेती गरे भइगयो नि गरे कस्तो राम्रो हुन्छ नि मैले उहाँ 100 रुपियाँ मानो किनेर लिएर आएँ अनि दर्पण छाया ओए अब भए पुगे खाने नपुगे दोहोऱ्याउनु पर्दैन मैले बाख्रा ठाउँ अहिले कस्तो राम्रो बनाएर आएको छु एकदम राम्रो थियो गएर हेरेर आउनु त अहिले मैले हेरिसकेँ त त्यही भएर त्यो चेक गरेर नि यता कस्तो काम गर्दैछ भनेर चेक गर्न आयो यो ठुलो मुडो खास यहाँ राख्ने नै होइन यो निकालिदिनु पर्छ यो तिमीहरू यस्तो नचाहिँदा काम गर्छ क्या यो जम्मै चिर्ने हो ल दाज भाइ भएर चिरेर देखाइदिनु दाज भाइ भएर जम्मै चिरेर देखाइदिनु म तपाईँहरूलाई एक-एकवटा गोल भिराको माला 2वटा घिरौला माला राखिदिन्छु ल घिरौला बोटै काट्दिए है त्यो बाबु छैन घिरौला माला लाउने चाहिँ गतिलो काम गर्ने र त्यस्तो राम्रो घिरौना फैलिरहेको थियो बोट काट्दिएर अर्को त्यत्रो मुडोको 2 फलडामा फाङ्ना अनि